रातिको ठीक 2 बजेको थियो। पूर्व पश्चिम राजमार्ग सुनसान थियो। न त कुनै चिया पसल खुल्ला थियो, न त कुनै गाडी नै देखिन्थ्यो। मात्र अगाडि फैलिएको कालो डरलाग्दो जङ्गल। म अथवा यो कथाको पात्र एक्लै आफ्नो ट्रक लिएर माझीघाट पार गर्दै थिए। सबैले भनेका थिए, यो बाटो राति नहिँड, यहाँ मान्छे होइन आत्मा हिँड्छ। तर पेट पाल्नको लागि डरलाई पनि बिर्सनु पर्दो रहेछ। 12 किलोमिटर अगाडि पुगे। अचानक मेरो ट्रकको रेडियो आफै बज्न थाल्यो। तर त्यसमा कुनै गीत या समाचार बजेको थिएन। रुँदै गरेका मानिसहरूको डरलाग्दो आवाज थियो। मैले डराउँदै रेडियो बन्द गर्ने कोसिस गरेँ, तर आवाज फेरि पनि आइरहेको थियो। यसपटक आवाज रेडियोदेखि आएको थिएन, मेरो सिट पछाडिदेखि आएको जस्तो लाग्यो। अनि डराउँदै ऐनामा हेरेँ, तर पछाडि त कोही थिएन। अचानक हेडलाइटको उज्यालो बाटोको बिचमा उडेकी सानी बच्चीमा पुग्यो। सेतो लुगा, पिजेको कपाल, अनुहार भुइँतिर झुकेको। मैले एक्कासी ब्रेक अनि उसलाई सोध्ने प्रयास गरेँ, नानी यति राति यहाँ के गरेकी? उसले बिस्तारै टाउको उठाए। उसका आँखा थिएनन्, अँध्यारो डरलाग्दो कालो खाल्टो जस्तो मात्र थियो। म डरले धेरै आत्तिसकेको थिएँ। डरको कारणले मैले एक्सिलेटर हानेर ट्रक अगाडि बढाउने निकै कोसिस गरेँ, तर ट्रक जहाँ थियो त्यही नै उभिरहेको थियो। अनि रियर मिररमा मैले हेरेँ, त्यो बच्ची मेरो सिटको पछाडि थिए। अनि मलाई हेर्दै हाँस्दै थिए। मेरो दिमागले काम गर्न छाड्यो। न त ट्रकको ढोका नै खोल्न मिल्यो। अब स्टियरिङ मेरो नियन्त्रणमा थिएन, ट्रक आफै चलिरहेको थियो। भोलिपल्ट बीच बाटोमा एउटा एक्सिडेन्ट भएको ट्रक फेला पर्छ अनि चेक जाँचको लागि पुलिसहरू पनि आइपुग्छन्। समाचारहरू चारैतिर हावा जस्तै फैलिन्छ। माझीघाटमा ट्रक दुर्घटनामा एउटा ड्राइभरको घटनास्थलमै मृत्यु भएको छ भने ड्राइभरको अनुहारमा गहिरा नङ्का डामहरू देखा पर्छन्। ट्रकभित्र सानो बच्चाको जस्ता रगतका पाइलाहरू देखिएका हुन्छन्। तर त्यो कसरी भयो, कसले गर्यो, कसैलाई थाहा हुँदैन। थाहा त केवल त्यो मृत अवस्थामा भएको ट्रक ड्राइभरलाई मात्र थियो। आज पनि त्यो हाइवेमा राति गाडी चलाउने ड्राइभरहरूले भन्ने गर्छन्, कहिलेकाहीँ ट्रकको पछाडि कसैले ढकढकाएको जस्तो लाग्छ। ऐनामा हेर्दा डरलाग्दो बच्ची वा मानिस देखा पर्छ। त्यसैले राति गाडी चलाउँदा अन्जान बच्चा वा मानिस बीच जङ्गलमा देख्नुभयो भने गाडी नरोकी अगाडि बढ्नुहोला। थ्याङ्क यू गाइज। आजको कथा यति मात्रै थियो। तपाईँहरूलाई यस्तै कथाहरू सुन्न र हेर्न मनपर्छ भने कृपया लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। अनि बेल आइकन थिच्नुहोला, किनकि कथा आएको पहिलो नोटिफिकेसन तपाईँहरूको मोबाइलमा आओस्। थ्याङ्क यू। अर्को कथामा भेटौँला।